यो आफ्ना विचारको अभिव्यक्तिको थल हो। संसदलाई शून्यतामा लानु पनि एकतिर उपयुक्त होइन भने अर्कोतिर आजको प्रथम दिन कुनै पनि किसिमको विवाद नभइकन प्रक्रियागत रूपले चलोस् भन्ने संसदको धारणा पनि हो। तैपनि माननीय सदस्यजीलाई 2 मिनेटभित्र आफ्नो कुरा अभिव्यक्त गर्नको निम्ति म समय दिन्छु। माननीय गुरु बराल तीबाट हो। माइक माननीय अध्यक्षज्यू, माननीय प्रधानमन्त्री लगायत सबै मन्त्रीज्यूहरू, मान्य सदस्यहरू, आज देशमा संविधानको बरखिलाफ गतिविधिहरू भइरहेका छन्। नेपालको संविधान भाग 3 को मौलिक हक र कर्तव्यसँग सम्बन्धित विषयको धारा 16 ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक रहेको छ। धारा 17 ले नागरिकको स्वतन्त्रताको हक रहेको छ र धारा 18 ले समानताको हक प्रदान गरेको छ। अध्यक्षज्यू, हजुर मार्फत म सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु कि अहिले देशमा जति घटनाहरू घटिरहेका छन् यो घटनाहरू संवैधानिक रूपबाट उचित छन्। पूर्व प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसको नेता रमेश लेखकलाई फौजदारी कार्यविधि 181 र 82 लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ। यो गम्भीर आपत्तिको विषय छ। यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। काठमाडौँ लगायत विभिन्न ठाउँहरूमा शान्तिपूर्ण प्रदर्शन गर्दा आज सरकारले निर्मम दमन गरेको छ। अहिले यही उपस्थित हुनुभएको माननीय सदस्य द्वय, अहिले यहाँ माननीय साजिदा सिद्दिकी त्यस्तै गरी विष्णुमाया विक, उहाँहरूलाई गम्भीर घायल बनाइएको छ। म अध्यक्षज्यू मार्फत मान्यलाई एकपल्ट उभिदिन अनुरोध गर्न चाहन्छु। उहाँहरूको घाउ, उहाँहरूको चोट किन लाग्यो, कसले लगायो? म गृहमन्त्रीज्यूलाई यस विषयमा छानबिन गर्न र यो दोषीलाई कारबाही गरी किनारा लगाउन अनुरोध गर्न चाहन्छु। यस्तै गरी पार्टीको नेकपा एमालेको सुर्खेतको पार्टी कार्यालयमा प्रवेश गरेर जिल्ला पार्टीका नेता लगायत दर्जनौंलाई घाइते बनाइएको छ। राजधानीमा पार्टीका केन्द्रीय सदस्य लगायत दर्जनौं आज घाइते हुनुहुन्छ। चोटपटक लागेको छ, टाउकोमा टाका लगाइएको छ, हात भाँचिएको छ। यसरी देशको संविधानको बरखिलाफ जे गतिविधिहरू भइरहेका छन् यो अत्यन्त निन्दनीय छ, आपत्तिजनक छ र यो संविधान अनुसार देश चलोस् हामी यसको अपेक्षा राख्दछौं। र आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री पूर्व गृहमन्त्री रमेश लेखकको तुरन्त रिहाईको माग गर्दछौं, घाइतेहरूको उपचारको माग गर्दछौं र जसले मान्य सदस्यहरूलाई गम्भीर घाइते बनायो यसको यथोचित छानबिन गर्ने र कानुन अनुसार दुईटा कानुन लाग्दैन। आज कानुन अनुसार एकातर्फ फौजदारी कार्यविधिको
81 र 82 प्रयोग गर्ने कुरा एकातर्फ भएको छ, अर्कोतर्फ त्यही कार्यविधि माथि त्यो प्रतिवेदनको अर्को खण्ड अर्थात् 24 गतेको खण्डको बारेमा आज कतै कुनै कुरा उल्लेख गरिएको छैन र त्यसको बारेमा छानबिन गर्नुपर्छ भनिएको छ, नयाँ कार्यदल बनाउनुपर्छ भनिएको छ। यस खालको एउटा घटनासँग जोडिएर दुई खालका कुराहरू अत्यन्त गम्भीर छन्। यस अर्थमा नेपाल सरकारको यस विषयमा गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्दछु र अध्यक्ष मार्फत यो गम्भीरतालाई लिएर आवश्यक हस्तक्षेप बन्द गर्ने, पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको अविलम्ब रिहाई गर्ने र यो देशमा शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारलाई पूर्ण रूपमा बहाल गर्नको लागि ग्यारेन्टी गरियोस् भन्ने हार्दिक अनुरोध गर्दछु। धन्यवाद। मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2022 अब 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082, नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 पेश गर्न अनुमति दिन्छु। माननीय मन्त्रीजी। पानी खानु पानी खानु सम्माननीय सभामुख महोदय, मतदाता नियमावली ऐन 2073 को दफा 4 को उपदफा 2 मा निर्वाचन आयोगले मतदाता नियमावली सङ्कलन तथा अध्यावधिक गर्दा आयोगबाट निर्धारित स्थान र समयमा एकै पटक वा पटक पटक हुने गरी तोक्न सक्नेछ भन्ने व्यवस्था गरिएको छ भने कुनै एक गाउँपालिका वा नगरपालिकाको कुनै एक वडाको मतदाता नियमावली सङ्कलन वा अध्यावधिक गर्दा एकैपटक गर्नुपर्ने, निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नियमावलीमा नाम दर्ता नगरिने तथा मतदाता नियमावली सङ्कलन तथा अध्यावधिक गर्दा सर्वसाधारणलाई सूचना दिने लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरिएको छ। निर्वाचन आयोगको मिति 2082 3/16 को सूचना बमोजिम मतदाता नियमावली सङ्कलन गर्ने कार्य स्थगन हुन गएको र मिति 2082 5/27 को राष्ट्रपतिको कार्यालयको सूचना बमोजिम सम्माननीय राष्ट्रपतिबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसदको प्रतिनिधि सभा विघटन भई मिति 2082 11-21 मा सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने गरी मिति तोकिएकोले उक्त निर्वाचनमा मतदानको लागि मतदाता नियमावली सङ्कलन दर्ता तथा त्यसको अध्यावधिक गर्नुपर्ने भएकोले मतदाता नियमावली ऐन 2073 को दफा 4 को उपदफा 2 पछि उपदफा 2 क थप गरी प्रतिनिधि सभाको कार्यकाल पूरा हुन अगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा त्यस्तो निर्वाचनको प्रयोजनको लागि आयोगले अवधि तोकी मतदाता नियमावली सङ्कलन दर्ता तथा त्यसको अध्यावधिक गर्ने व्यवस्था गर्न सक्ने व्यवस्था गर्ने गरी मतदाता नियमावली ऐन 2073 लाई नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम अध्यादेशद्वारा संशोधन गर्न आवश्यक भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले मतदाता नियमावली पहिलो संशोधन अध्यादेश 2082 सभा समक्ष पेश गर्दछु। धन्यवाद।
सभाध्यक्ष महोदय, जनताबाट अनुमोदित भएर आउनुभएका सम्पूर्ण माननीय सदस्यहरूलाई यो सम्मानित सदनमा हार्दिक स्वागत गर्न चाहन्छु। यो संसद राष्ट्र निर्माणका शहीदहरूदेखि जेएनजी शहीदसम्मका बलिदानको सन्तान हो। म ती सम्पूर्ण शहीदहरूप्रति शिर झुकाएर श्रद्धापूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु। नेपाली जनताले यसपटक ऐतिहासिक रेकर्डका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब 2/3 मतादेश दिएका छन्। म जनतालाई आभार मात्र प्रकट गर्दिन, यही रोस्ट्रमबाट प्रतिज्ञा गर्छु, यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौँ। यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ। मलाई थाहा छ हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो। म गर्वका साथ भन्न सक्छु हामीले बदल्न सुरु गरिसकेका छौँ। सभाध्यक्ष महोदय, सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन। मैले मात्र होइन, रासोपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। अब हामी राम्ररी बोल्नुभन्दा पनि हाम्रा कामहरू र सरकारका कामहरू आफै अत्यन्त राम्रोसँग बोल्नेछन् र ती बोल्न सुरु गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु। सभाध्यक्ष महोदय, हामीलाई हनीमुन पिरियडको सुविधा पनि चाहिँदैन। हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ र गर्न सुरु गरिसकेका छौँ। तपाईहरूले सरकारको रफ्तार देखिरहनु भएको छ। अब कर्मचारी तन्त्र सहित सिङ्गो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन। हामी आफ्ना मात्र होइन, जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार भएर आएका छौँ र यसको सार्वजनिक घोषणा हामीले गरिसकेका छौँ। सभाध्यक्ष महोदय, सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्री ज्यूबाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने कुरा पनि म सम्मानित सदनलाई जानकारी गराउनेछु। र म आज केवल केही राजनीतिक विषयमा प्रवेश गर्न चाहन्छु। सभाध्यक्ष महोदय, यो सम्मानित संसदमा यसअघि पनि पटक पटक एकल बहुमतका सरकार नबनेका होइनन्, तर ती सरकारहरू इतिहासका अङ्क बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। किन सकेनन्? दृष्टिकोणमा समस्या थियो कि प्राथमिकतामा, पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा? किन अवसरहरूलाई परिणाममा बदल्न सकिएन? हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौँ। जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरि गुमेको अवसर भनेर लेखियो भने हामी कलङ्कित हुनेछौँ। हामीलाई त्यो मन्जुर छैन। रासोपाका साथीहरूलाई म सम्झाउँछु, हामी यहाँ प्रश्न सोधेर आएका हौँ। अहिले बस्ने ठाउँ फेरि होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। अब साबित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछ। समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ। प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ, हामीमाथि 24 घण्टा निगरानी गरिदिनु होला। शासनमा तपाईँहरूको लामो अनुभव छ, हाम्रा कमजोरी उजागर गरिदिनु होला, गल्ती देखाइदिनु होला। यदि हामीले बाटो बिरायौँ भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौँ भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला। हामीबाट अहङ्कार नबढोस्, हामीमा कुनै अहङ्कार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फ नहुन्। लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकअर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ। एकले योजना बनाउँछ, अर्कोले परख गर्छ। हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ, किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ। यो हामीले अस्ति भर्खरै देखिसकेका छौँ। यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन। हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। प्रतिपक्षमाथि अहङ्कार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार हुने छैन। अब अन्यायपूर्वक विधि नै निचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन।
न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन। यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो। हिजो संविधान र कानूनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपिल गर्न चाहन्छु। सरकार नयाँ नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ। हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु। सभाध्यक्ष महोदय, छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैर जिम्मेवार र सस्तो खेल अब हुने छैन। प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत, सहकार्यपूर्ण र पारदर्शी परराष्ट्र नीति तय गर्नेछौँ। त्यो रणनीतिक र दीर्घकालीन सोचमा आधारित हुनेछ। व्यापार, लगानी, शिक्षा, पर्यटन र प्रविधि मैत्री हुनेछ। त्यसले पहिला राष्ट्रहित र त्योसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ। स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्ट्रमबाट मेरो अपिल छ। अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, किनकि राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौँ। प्राकृतिक स्रोत र युवा जनशक्तिको यो देशमा अभाव छैन। म गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अपिल गर्छु, नेपालमा केही गरौँ। तपाईँ नेपालको आर्थिक विकासमा जोडिनुहोस्। हामी एक पटकको नेपाली, सधैँको नेपालीको बाचा पूरा गरेरै छाड्छौँ। नेपालको विकाससँग तपाईँको पुँजी, सिप, अनुशासन र आत्मविश्वासलाई जोड्न जे गर्नुपर्छ हामी त्यही गर्छौँ, जसरी पनि गर्छौँ। तपाईँहरूको लगानी सुनिश्चित बनाउनेछौँ, तपाईँहरूको सम्मान सुनिश्चित गर्नेछौँ। देशभित्र म निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्न चाहन्छु। बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण हामीले सुधार गर्न सुरु गरिसकेका छौँ। नीतिहरू अब बजारमा बेचिने छैनन्, निर्णयहरू कसैको दबावमा बन्ने छैनन्। व्यावसायिक क्षेत्रमा तपाईँहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाव सधैँका लागि समाप्त हुनेछ। बिचौलिया र माफियागिरी अब रहने छैनन्। समान अवसर, पारदर्शिता, निष्पक्षता र व्यावसायिक स्वतन्त्रताको जिम्मा हामी लिन्छौँ, सरकारले लिन्छ। म एउटा प्रसङ्ग यहाँ प्रस्तुत गर्न चाहन्छु। सभामुख महोदय, मेरा मित्र माननीय खगेन्द्र सुनवार निर्वाचित भएर यहाँ आउनुभएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन उहाँले गल्ती गर्नुभयो गर्नु भएन, तर उहाँले माफी माग्नुभयो। यति छिटै माफी माग्नुभयो। भन्नुभयो मबाट त्यस्तो गल्ती भयो जस्तो मलाई लाग्दैन, तर गल्ती भएको रहेछ भनेर माफी माग्नुभयो। म आज यो सिङ्गो सदनबाट सिङ्गो देशलाई भन्न चाहन्छु, गल्ती गरेको हो कि होइन भन्दा अन्यल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारहरूमाथि युगौं युगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौं। यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमा याचनाका साथ केही भन्नु छ। यो सरकार शताब्दीदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट। आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ? किनकि जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नु पर्ने छैन। म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारको तर्फबाट पनि माफी माग्छौं र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु। यो रोस्ट्रमबाट मैले आमा र दिदीबहिनीहरूलाई पनि केही भन्नु छ। यो देशमा तपाईहरूले सबैभन्दा धेरै जिम्मेवारी बोकेर पनि सबैभन्दा कम अवसर पाउनुभयो। घर सम्हाल्नुभयो, परिवार बचाउनुभयो, समाज चलाउनुभयो, तर त्यसलाई काम मानिएन। महिलालाई अवसर अब अनुग्रह होइन, अधिकार हुनेछ।
हामी सुनिश्चित गर्नेछौँ शिक्षा र रोजगारीमा बराबर पहुँच, राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व, कर्मस्थल र समाजमा सुरक्षा र सम्मान, अनि महिला विरुद्धका हिंसामा शून्य सहनशीलता। कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनु पर्ने छैन। अबको यात्रा केवल समानताको होइन, सशक्तिकरणको हुनेछ। सँगसँगै ज्येष्ठ नागरिकहरूको आर्थिक सुरक्षा, सामाजिक कल्याण र आत्मसम्मान पनि हाम्रो कर्तव्य हुनेछ। आजको संसदको जनादेशका वास्तविक रचयिता हुनुहुन्छ वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू। यो देशमा आजसम्म सधैँ तपाईँहरूले पठाएको रेमिटेन्सको कुरा भयो, तर आज म पैसाको होइन, तपाईँहरूले तिर्नुभएको व्यक्तिगत मूल्यको कुरा गर्छु। परिवारबाट अलगिनु भयो, आमा बुवाको साथ गुमाउनु भयो, कलिला छोराछोरीको बाल्यकाल गुमाउनु भयो, चाडपर्वको रमाइलो, परिवारको माया, आफ्नो गाउँघरको न्यानोपन गुमाउनु भयो। कतिले आमा बाबुको मृत्युमा काँध थाप्न पाउनु भएन, कतिले सन्तानको पहिलो पाइला देख्न पाउनु भएन। आज म यहीँबाट क्षमा याचनाका साथ स्वीकार गर्छु, यो देशले तपाईँहरूको त्यागको उचित सम्मान गरेन। अब तपाईँहरूको पीडा केवल कथा बन्ने छैन, नीति बन्नेछ, राज्यको प्राथमिकता बन्नेछ। बिचौलिया र श्रम माफिया अब कारबाहीका भागीदार हुनेछन्। अबको नीति तथा कार्यक्रम र बजेट तपाईँहरूको हुनेछ। खाडी क्षेत्रमा अब जाने हाम्रा राजदूतहरू बिचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा भेटिनेछन्। मैले युवा साथीहरूलाई विशेष अपिल गर्नु छ, यो परिवर्तन पनि तपाईँहरूको हो, यो सरकार पनि तपाईँहरूको हो, यो संसद पनि तपाईँहरूको, सङ्घर्ष, तपाईँहरूको आवाज र तपाईँहरूको विश्वासको परिणाम हो यो संसद। तपाईँहरूलाई दक्ष र आत्मनिर्भर बनाउन, रोजगारी र उद्यमशीलतासँग जोड्न, नवप्रवर्तन र नेतृत्वका अवसरहरू पैदा गर्न सरकार प्रतिबद्ध छ। माननीय सांसदज्यूहरू, जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनतालाई प्रतिनिधित्व गर्दछौँ। त्यसैले अब हाम्रो लक्ष्य एउटै हुनुपर्छ, देशको समृद्धि, जनताको जीवनमा सुधार र न्यायपूर्ण समाजको निर्माण। मलाई विश्वास छ यो सहकार्य, उत्तरदायित्व र परिवर्तनको प्रतीक हुनेछ। धन्यवाद। समय 5 मिनट। सम्माननीय सभामुखज्यू र सम्पूर्ण आज यो सभामा उपस्थित हुनुभएका मान्यज्यूहरू, सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ, सबै कुरा म प्राय सबैसँग मिल्दैन। त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। म अमेरिकामा पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको र अहिलेसम्म 33 वर्षभन्दा बढी काटिसक्यो। एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिरहेको छु र म चाहिँ राजनीति गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दाखेरि पनि निष्पक्ष हुनेछ। समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभाको चुनावमा उम्मेदवार हुने कुनै रहर पनि थिएन, मैले सोचेको पनि थिएन। तर 2082 साल भाद्र 23-24 गतेको जेनजी आन्दोलन भएपछि जेनजी भाइ बहिनीहरूले मलाई नै बोलाएर शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए। त्यति बेला म ताप्लेजुङ जिल्लाको गाउँ गाउँमा किताब बेचिरहेको थिएँ
मेरो आफ्नो आत्मकथा हो किताब बेचिरहेको थिएँ र 4 महिनासम्म मन्त्री भएँ। 4 महिनासम्म मन्त्रीको रूपमा काम गर्दाखेरि मैले शिक्षा क्षेत्रमा भएका अनेकौँ समस्याहरू, चरम राजनीतिकरण र विकृतिहरू देखेँ। ती विकृतिहरूलाई हटाएर विद्यालय, कलेज र विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ। त्यसको लागि 3वटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र 4वटा नियमावलीहरू ल्याउन प्रयास गरेको थिएँ। तर ती अध्यादेशहरू र नियमावलीहरू ल्याउन त्यति बेला काम चलाउ सरकार भएकोले जतिसुकै प्रयास गर्दाखेरि पनि सकिएन। ती अध्यादेशहरू र नियमावलीहरू त्यति बेलाको मन्त्री परिषदले अनुमोदन गरेर विधायन समितिमा पठाइसकेको थियो। माघ 6 गते प्रतिनिधि सभाको सदस्यको लागि नाम दर्ता गराउने 40 घण्टा अगाडि अर्थात् माघ महिनाको 4 गते बेलुकी 7 बजेसम्म पनि मैले ती अध्यादेशहरू र नियमावलीहरू ल्याउन टुप्पीदेखिको बल लगाएर प्रयास गर्दाखेरि पनि विधायन समितिबाट ती कामहरू अगाडि बढेनन्। त्यसैले मैले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीमा स्वतन्त्र उम्मेदवारको नाम दर्ता गराउन गएको हो। यसरी चुनावमा उठ्नै नपर्ने र उठ्नै नहुने मान्छे चुनावमा उठेको हुँ। म शिक्षा मन्त्री हुँदा ल्याउन खोजेको विधेयक र नियमावलीहरू सम्माननीय प्रधानमन्त्रीज्यूको शिक्षा हेर्ने टिमलाई माननीय सदस्य धर्मकेशी मार्फत गइसकेको छ। आज सदनमा उपस्थित हुनुभएका माननीय ज्यूहरूलाई छोटकरीमा भन्नुपर्दा ती विधेयक र नियमावलीहरू यस प्रकार थिए भनेर जानकारी दिन चाहन्छु। पहिलो अध्यादेश हाल भएका 18वटा विश्वविद्यालयहरूको व्यवस्थापन र सञ्चालनलाई राजनीतिकरणबाट मुक्त गरी पठन पाठनलाई प्रभावकारी बनाउन छाता कानुन बनाउने थियो। त्यसमा सम्पूर्ण विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाएर योग्य र इमान्दार प्राज्ञिकहरूको समूहले विश्वविद्यालय सञ्चालन गर्ने भन्ने विधेयक थियो। विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्न यो काम गर्नै पर्छ। दोस्रो अध्यादेश विश्वविद्यालयमा लेक्चरर, उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकहरूको नियुक्तिमा भएको चरम राजनीतिकरणलाई हटाउन र योग्य व्यक्तिहरूलाई नियुक्त गर्न हाल प्रत्येक विश्वविद्यालयमा भएका 18वटा विश्वविद्यालय सेवा आयोगहरूलाई खारिज गरी लोकसेवा आयोग जस्तै एउटा मात्र सेवा आयोग गठन गर्ने भन्ने विधेयक थियो। तेस्रो अध्यादेश अर्थतन्त्र विकास गरेर नेपाललाई कागजमा मात्र होइन कि आर्थिक रूपमा नै एउटा समृद्धिशाली देश बनाउन र युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नको लागि विज्ञान, प्रविधि, व्यावहारिक अनुसन्धान र नवप्रवर्धनलाई उच्च प्राथमिकता दिने र प्रतिभाशाली र सृजनशील युवाहरूलाई देशमा नै राखेर उनीहरूको प्रतिभालाई उजागर गर्ने मौका दिनको लागि प्रधानमन्त्रीको नेतृत्वमा एउटा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्धन कोषको निर्माण र सञ्चालन गर्ने भन्ने विधेयक थियो। यो विधेयकको बारेमा मैले विगत 20 वर्षमा बनेका धेरै सरकारहरूलाई गरेको विनम्र अनुरोध भालुलाई पुराण सुनाएको जस्तो भएको थियो। अहिलेको सरकारले पक्कै पनि यो कुरा सुन्छ होला भन्ने विश्वास छ। यो सारा नेपालीको अनुरोध हो, मेरो मात्र अनुरोध होइन। 4. विज्ञान प्रविधिको विकास नगरिकन कुनै पनि देश आर्थिक रूपमा समृद्ध नहुने भएकोले नेपालमा एउटा छुट्टै र शक्तिशाली विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय खोल्नुपर्छ। त्यसलाई चलाउन सक्षम विज्ञहरू राख्नुपर्छ भन्ने मेरो भनाइ एउटा कानले सुनेर अर्को कानले नउडाइयोस् भन्ने मेरो विनम्र अनुरोध छ। यो कुरा म आफू नै शिक्षा तथा विज्ञान मन्त्री हुँदा जोडतोडले उठाएको थिएँ, तर त्यति बेला सफल हुन सकिएन। 5. विद्यालय शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको हुनाले विद्यालय शिक्षामा धेरै विकृतिहरू जन्मेका रहेछन्। यो कुरालाई ध्यानमा राखेर शिक्षा नियमावलीमा धेरै नै सुधार गर्नुपर्ने छ र सो कुरा मैले प्रयास गरेको हो, तर भएन। जस्तै उदाहरणको लागि विद्यालय व्यवस्थापन समितिको गठनमा राजनैतिक हस्तक्षेप हटाउने, योग्य प्रधानाध्यापकको नियुक्ति गर्ने, शिक्षकहरूको सरुवामा राजनीतिक प्रभाव हटाउने
र दरबन्दी शिक्षकहरूको दरबन्दी माननीय बढाउने सदस्यजी, जस्ता समय सिद्धियो। आफ्नो ल म सकिहालेँ अत्यन्त यति छोटकरीमा समापन गर्नुहोस्। म 1 मिनट दिनुहोस्। र 6 नम्बरमा यो सिटिभिटीलाई पुनर्संरचना गरी त्यहाँबाट पनि राजनीतिकरण नहटाएसम्म र नयाँ सिस्टम नबसालेसम्म त्यहाँबाट विद्यार्थीहरूले सिपमूलक प्राविधिक शिक्षा प्राप्त गर्न नसक्ने कुरा प्रष्ट पार्न चाहन्छु। अहिले त्यहाँ अधिकांश सैद्धान्तिक पढाइ मात्र हुने गरेको छ। त्यसको लागि मैले शिक्षा मन्त्रीको रूपमा चालेको कदमहरू पुरा भएनन्। अहिलेको छोटो समयमा सबै कुरा राख्न सकिनँ। ती गर्नै पर्ने सबै कुराहरू बेला बखतमा भन्दै गरौँला। अन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण युवा भाइ बहिनीहरूलाई नेपालको इतिहासबाट एउटा अत्यन्तै महत्त्वपूर्ण पाठ सिक्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। इतिहास यस प्रकार छ। नेपालीहरूलाई राजनीतिक स्वतन्त्र दिलाई नेपाललाई विश्वमा चिनिने गरेर एउटा समृद्धिशाली देश बनाउनको लागि विक्रम सम्वत 2070 सालको क्रान्ति, 2015 सालको संसदीय निर्वाचन, 2046 सालको वृहत जनआन्दोलन र 2063 सालको दोस्रो आन्दोलन शहीद मधेस आन्दोलन भएको थियो। ती आन्दोलनहरूले जनतालाई राजनीतिक अधिकार पनि दिलाएकै हो। त्यही अधिकार प्रयोग गरेर नेपाली जनताले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै 2 तिहारको बहुमतले जिताएको छ। राम्रो काममा मेरो पनि सम्पूर्ण साथ हुनेछ। तर नेपालीहरूले अपेक्षा गरे अनुसार भ्रष्टाचारीहरू, घुसखोरीहरू, लोभी पापी दलालीहरूको समाजमा गाडिएको ज्वरो उखल्नको लागि हाम्रो समाजमा भएको नातावाद, कृपावाद, चाकरीवाद, चापुलिसवाद जस्ता कुसंस्कारका दलदलमाबाट एकदमै टाढा रहनुहोस्। यदि पहिलेकै राजनीतिक दलहरूले जस्तै गरेर स्वतन्त्र पार्टी पनि नेपाली समाजको ती कुसंस्कारहरूमा फस्यो भने भाद्र 23-24 गतेको जेनजी आन्दोलन पनि कालान्तरमा असफल हुनेछ। ल धन्यवाद छ। अनि अन्तमा एउटा कुरा, यहाँ आजको कार्यसूचीमा मैले एउटा देखेको थिएँ, एउटा यो अध्यादेश रहेछ। यसमा थप कुरा के गर्न चाहन्छु भने अध्यादेश मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082 भन्ने रहेछ। त्यसमा चाहिँ म के भन्न चाहन्छु भने अब आउने 2084 को प्रदेश र स्थानीय सरकारको चुनावमा विदेशमा काम गर्ने सम्पूर्ण वैधानिक नेपाली नागरिकहरूले पनि भोट दिन पाउने व्यवस्था होस् भन्ने कुराको अनुरोध गर्न चाहन्छु। किनभने यो कुरा मैले गत फागुन 21 गतेको चुनावमा पनि व्यवस्था होस् भनेर म आफू मन्त्री हुँदाखेरि पटक पटक प्रयास गरेको हो। त्यो हुन सकेन। र धन्यवाद। माननीय हर्कराज राई, समय 7 मिनट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म सबैजनालाई हार्दिक शुभकामना र बधाई ज्ञापन गर्न चाहन्छु। आफ्नो मनको विचार राख्नुभन्दा पनि म जनताले हामीलाई के का लागि यहाँ पठाएका छन् भन्ने बारेमा बुँदागत रूपमा जनताका मागहरू वाचन गरेर सुनाउन चाहन्छु। तर त्योभन्दा पहिला चाहिँ हामीले पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ। सबैभन्दा पहिला आफूले आफैलाई परिवर्तन गर्नुपर्छ भन्छु म। अघिल्लो शपथ ग्रहणको दिन पनि हामी 12 मिनट 46 सेकेन्ड ढिलो थियौँ भने आज 16 मिनट 55 सेकेन्ड हामी ढिलो भएका छौँ। जनताले हामीलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले प्रत्येक मिनटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौँ। नेपाली हो, नेपाली समय हो। 2 बजीको बैठक 3 बजी जाँदा पनि हुन्छ, 4 बजी जाँदा पनि हुन्छ, जे गर्दा पनि नेपाल हो, नेपाली हो भन्ने खालको जुन भाष्य हामीले मनमा लिएर बसेका छौँ, यही सबैभन्दा मुख्य कारण हो हामीले उन्नति गर्न नसक्नुको। त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदय मार्फत म सम्पूर्ण सदन, सरकार सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु। आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि 5 मिनट अगाडि उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु। हामी विभेदको अन्त्य गर्छौँ भनेर यहाँ भनिरहेका छौँ।
भर्खरै पनि पूर्ववक्ता माननीयज्यूहरूले थुप्रै कुराहरू राख्नुभयो आफ्नो मनको कुराहरू, तर यहाँ यही सदनभित्र पनि विभेद भइरहेको छ। सत्ता पक्षले 30 मिनट बोल्दा पनि हुने, 40 मिनट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले होइन 3 मिनटमा सकिहाल्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने। हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौँ। त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यकताहरू, आफ्ना तपाईँको चाहिँ के अरे मागहरू राख्नका लागि प्रशस्त समय दिनुपर्दछ। त्यो खालको सदन हामीले बनाएर हामीले त्यो खालको सदन अभ्यास गर्नुपर्दछ भन्ने माग राख्न चाहन्छु। म आफ्नो मनको कथा म यहाँ गाउन चाहन्न। अब मेरो आफ्नो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो त? हिजो इतिहासमा हामीले के गर्यौँ, कसले के गर्यो, कुन नेताले के गर्यो, कतिको तपाईँको हामीले सङ्घर्ष गऱ्यौँ, के गर्यौँ भनेर भनिरहन आवश्यक छ जस्तो मलाई लाग्दैन। हामी के गरिरहेका छौँ आज र भोलि के गर्ने हो भन्नेतर्फ सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउँदाखेरि यस्ता कुराहरूलाई पनि समावेश गरोस् भनेर चाहिँ म यहाँ जनताको मागहरू, राष्ट्रिय स्वाधीनताको, हाम्रो सम्प्रभुताको, जनताले चाहेका कुराहरू के कस्ता छन् त भन्ने कुरा म बुँदागत रूपमा वाचन गर्न चाहन्छु। पृथ्वी रहन्जेलसम्म यो देश रहिरहनुपर्छ, हाम्रो देशको चन्द्र सूर्य अङ्कित झन्डा रहिरहनुपर्छ। त्यो मान्यता हामी राख्दछौँ, श्रम संस्कृति पार्टीले त्यो मान्यता राख्दछ। त्यसो भएको कारणले गर्दाखेरि देशको स्वाधीनता, भू राजनैतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसिसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु। 2 नम्बरमा सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ र संयुक्त राष्ट्रसङ्घ लगायतका निकायहरूमा गएर हाम्रो देशका 4 किल्ला कति हो त हाम्रो भूगोल भन्ने सिमाना यकिन गरेर सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनु पर्दछ भन्ने म माग राख्न चाहन्छु। नेपाली जनताले यो माग राखेको कुरा म जानकारी गराउन चाहन्छु। जनताले सोझै चुन्न पाउने प्रत्यक्ष कार्यकारीको चुनाव गर्नेतर्फ सरकारको नीति तथा कार्यक्रम अगाडि बढोस्। यदि सरकारले 2/3 नजिकको सरकारले त्यो कुरा अगाडि सार्छ भने त्यसमा हामी सबैले सहयोग गर्नुपर्दछ। नम्बर 4, जेनजी आन्दोलनमा डिस्कोड चलाएर जेनजी बालबालिकाहरूलाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने, आन्दोलनमाथि अन्धधुन्ध गोली चलाएर दमन गर्ने, 23 गतेको घटना घटाउने, साथै 24 गते सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता सरकारी भवनहरू जलाउने कृत्य गर्ने मान्छेहरूलाई पनि तपाईँको चाहिँ नि के अरे कारबाहीमा ल्याउनका लागि उच्चस्तरीय छानबिन समिति आयोग गठन गर्नका लागि हामी माग गर्दछौँ। 5 नम्बर, सम्पत्ति छानबिन तथा शुद्धिकरण अभियान सुरु गर्नुपर्दछ। सबैभन्दा पहिला अहिले सरकारमा रहेका मन्त्री परिषदका सम्पूर्ण मन्त्रीहरू, सांसदहरू, हामी सबैजना सबैको तपाईँको चाहिँ नि के अरे हाम्रो सम्पत्ति छानबिन हुनुपर्दछ। हामीबाट सुरु गर्नुपर्दछ त्यो चिज, किनभने हामी नियम कानुन बनाउने भने हामीबाटै त्यो कुरा लागू भएर जानुपर्दछ। हामीले बनाएको नियम कानुनले अरूलाई मात्रै ठ्याङ्ग्रोमा कस्ने खालको व्यवहार हामीले गर्नु हुँदैन भन्ने माग राख्दछु। शिक्षालाई जीवनोपयोगी बनाउनु पर्दछ। उत्पादन, निर्माण र आविष्कारसँग जोड्नु पर्दछ शिक्षालाई। शिक्षा भन्ने बित्तिकै कथा पढ्ने विषयवस्तु होइन, त्यो भन्ने बित्तिकै उत्पादन, निर्माण र आविष्कारसँग जोडिनु पर्दछ भन्ने हाम्रो माग हो। त्यसतर्फ सरकारले ध्यान दियोस्। हप्तामा 3 दिन मात्रै थ्योरी पढ्दाखेरि हुन्छ, 4 दिन विद्यार्थीले उत्पादन, निर्माण र आविष्कारसँग जोडेर क्रियाकलापहरू गर्न सक्नुपर्दछ। त्यो खालको जीवनोपयोगी शिक्षा लागू गरिनुपर्दछ भन्ने हामी माग राख्दछौँ। 7 नम्बरमा
खेतीबारीको समस्या हल नगरी देशको आर्थिक समस्या हामीले सुल्झाउन सक्दैनौँ, आर्थिक उन्नति हुन सक्दैन। त्यसो भएको कारणले कृषिमा देखिएका समस्याहरू पहिचान गर्ने र समस्या हल गर्ने सबै खालका तपाईँको प्राविधिक उपायहरू अपनाउने काम गरिनुपर्दछ भन्ने ध्यान आकर्षण गराउन चाहन्छु। नम्बर 8 मा कम्तीमा एक पालिकामा एउटा उद्योग हुनुपर्दछ, एक परिवारमा एकजना रोजगार हुनुपर्दछ। त्यो खालको नीति हामीले अपनाउनु पर्दछ। बन्द गरिएका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने साथै नयाँ उद्योगहरूको स्थापना गर्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनु पर्दछ भन्ने ध्यान आकर्षण गर्न चाहन्छु। 9 नम्बरमा जनताको सेवा सुविधा, विकास र समृद्धिमा सार्वजनिक हितका लागि प्राकृतिक स्रोत साधन ढुङ्गा, गिटी, माटो, खोला, नाला, खानी, खनिज, वन जङ्गल जस्ता स्रोत साधनका सदुपयोग गर्न पाउने गरी सहज किसिमको चाहिँ नियम कानुन बनाउनु पर्दछ। कहीँ कतै हामी हुन्छ म सक्छु अब र यी सम्पूर्ण स्रोत साधनलाई परिचालन गरेर चाहिँ हाम्रो देशलाई समृद्ध बनाउनतर्फ हामीले ध्यान दिनुपर्दछ भनेर भन्न चाहन्छु। म यहाँ शुभकामना मात्रै दिनुभन्दा सरकारको नीति तथा कार्यक्रमको कुन दिशामा जानुपर्दछ भन्ने एउटा सल्लाह सुझाव र प्रस्ताव प्रस्तुत गर्न चाहन्छु। प्राकृतिक संरक्षण गर्नुपर्दछ, संस्कृतिको प्रवर्धन गर्ने र प्रवृत्तिको विकास गर्ने नीति सरकारले लियोस्। सुशासनका निम्ति भ्रष्टाचार तपाईँको चाहिँ अन्त्य गर्ने, निष्पक्ष, मितव्ययी, पारदर्शी, जवाफदेही, दूरदर्शी, परिपक्व र दीर्घकालीन कामहरू गर्नेतर्फ सरकार अगाडि बढ्नुपर्दछ। देशभरि शान्ति सुव्यवस्था कायम गर्नका लागि आवश्यक उपायहरू अपनाउन जरुरी छ। खाने पानी, स्वास्थ्य, शिक्षा, सडक, बिजुली बत्ती जस्ता आधारभूत आवश्यकताहरू परिपूर्ति गर्नतर्फ हाम्रो ध्यान जानुपर्दछ। राम्रोसँग अध्ययन नगरी हतार सरकारले ल्याएका कार्यक्रमहरू लागू गर्नु हुँदैन। कुनै निर्णय गर्नु अघि तपाईँको प्रतिपक्षी दलहरूसँग सल्लाह गरेर सबै पक्षको उचित सल्लाह लिएर चाहिँ सरकार अघि बढे। निर्णय गर्दै पछि हट्नुपर्ने नियतिबाट होइन सरकार बच्न सक्दछ। अहिले भर्खरै वृद्ध भत्ता, विद्यार्थी सङ्गठन, ब्रिज कोर्स जस्ता सम्बन्धमा निर्णयहरू जुन गरिएको छ यसलाई पुनर्विचार गरियोस् भन्न म चाहन्छु। वृद्ध भत्ताको समयको मापदण्डलाई जुन फेरबदल गर्ने भन्ने कुराहरू आएको छ कार्यसूचीमा, त्यस्ता कुराहरूमा सरकारले ध्यान दिएर मात्रै अगाडि बढ्दाखेरि राम्रो हुन्छ भन्ने माग राख्दछु। सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने, राज्य आतङ्क फैलाउने चलनको अन्त्य गरियोस्। म त्यो भन्न चाहन्छु। जनताको घर टहरा भत्काउनु हुँदैन। विस्थापन होइन व्यवस्थापनको नीति सरकारले लागू गरेर अगाडि बढ्दाखेरि सबैले राम्रो हुनेछ। दशकौँदेखि बस्दै आएका भूमिहीन सुकुम्बासीहरूको स्वामित्व दिने गरी लाल पूर्जाको व्यवस्था गरोस् भनेर पनि म भन्न चाहन्छु। किसान मजदुर सुकुम्बासीका समस्या पहिचान गरी समाधानको पहल गर्ने, धनीको मात्रै होइन गरिबको पनि हो यो देश भन्ने खालको आभास हामीलाई हुनुपर्दछ र जनतालाई पनि त्यो आभास भएको हुनुपर्दछ। त्यसतर्फ सरकारले काम गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु। उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा हामीले व्यवहारबाट जनाउनुपर्छ। यो काठमाडौँ उपत्यका मात्रै नेपाल हो भन्ने किसिमले सबै विकास चाहिँ यहाँभित्र मात्रै थोपार्ने किसिमको चाहिँ विकास हुनु हुँदैन भनेर म ध्यान आकर्षण गर्न चाहन्छु। सबै खाले विभेदको अन्त्य गरिनुपर्दछ। भूपू गोर्खा सैनिकहरूको समान पेन्सनका लागि नेपाल सरकारले आवश्यक सबै खालका पहलहरू गरोस्। नेपाल सरकारले गरेको सन्धि मार्फत चाहिँ गएका भूपू गोर्खाहरूलाई नागरिकता कायम राखेर चाहिँ उहाँहरूलाई एउटा नागरिकको दर्जामा राख्ने नियम, त्यो खालको चाहिँ नीति हामीले अवलम्बन गर्नुपर्दछ भनेर ध्यान आकर्षण गराउन चाहन्छु। समयको पाबन्दीले गर्दाखेरि मैले यी कुराहरू सबै कुरा वाचन गर्न चाहिनँ। माननीय सभामुख महोदयले 2-3 चोटि भनिसक्नु भएको छ र यो म पत्र सम्माननीय सभामुख महोदय मार्फत टेबल गर्न चाहन्छु र यस सल्लाह सुझाव अन्तर्गत सरकारले आफ्ना विचारहरू, आफ्ना नीति तथा योजनाहरू अगाडि बढाओस् भन्ने म माग राख्न चाहन्छु। धन्यवाद।